एक प्रश्न भन्ने छ है। एक प्रश्न यसै सुरु हुन्छ, मेरो भिजा आइसकेको थियो। जब जब यो कुरा उनको कानमा पर्यो उनी अविरल असीमित रूपमा रोइरहेकी थिइन् र मलाई बारम्बार भनिरहेकी थिइन्, नजाउँ न विदेश बिन्ती। मैले भगवान् सामु तिमी र म सँगै हुनुपर्छ भनेर मागेकी छु बिन्ती। तिमी मसँग टाढिने कोसिस नगर, म मर्छु तिमी बिना। मेरो विश्वास गर, म साँच्चीकै मर्छु। यो कुरा सुन्दा अनि उसलाई मुस्कुराउँदै जवाब दिएँ, अरे माया, केही समयको कुरा न हो, म फर्किहाल्छु नि। अनि हामी कहिल्यै नछुटिने गरी विवाह बन्धनमा बाँध्यौँला नि, हुँदैन? यति भन्दासम्म पनि उनको आँखामा आँसु उभाएको थिएन र मैले उनको शिरमा हात राखेर एउटा वाचा गरेँ। म मेरो जिन्दगीको अन्तिम सास रहन्जेलसम्म मात्र तिम्रो रहनेछु। याद राख्नु छ यो कुरा, म जिन्दगीको अन्तिम सास रहन्जेलसम्म मात्र तिम्रो रहनेछु। मेरो वाचा भयो। भोलिपल्ट ऊ मलाई एयरपोर्टसम्म छोड्न आएकी थिए। जब उनीसँग म अन्तिम बिदाई मागिरहेको थिएँ तब उनी चुपचाप एकहोरो हेरिरहेकी थिइन् र उभिरहेकी थिइन्, जस्तै कि शरीरबाट आत्मा हराए जस्तो, जस्तै पूर्णिमाको जुनलाई बादलले ढाके जस्तो, सर्वस्व टुटे जस्तो, सर्वस्व सकिए जस्तो उनको अनुहारमा प्रष्ट देखिरहेको थियो। र त्यो गतिविधि तिनको अनुहारमा देख्दा म आफूलाई भित्रभित्र मारिरहेको थिएँ। यो छेड एक परदेशीले मात्र महसुस गर्न सक्छ। बिदाईको समयमा टिका अबिर र खादा ओढाएर जा भन्न सजिलो छ, तर जान साह्रै गाह्रो छ। मैले भोगिरहेको थिएँ। हिजोसम्म जान यार, ह्या राम्रैका लागि जान लागेको हो भन्ने मान्छे आज आफ्नै मान्छेसँग छुटिँदा मुटु नै टुक्रिए जस्तो भइरहेको थियो। म भित्रै मरिसकेको थिएँ, तर मलाई जानु थियो देश, घरबाट टाढा, परदेशिता कस्तो हुन्छ महसुस गरिरहेको थिएँ। म जहाँसम्म पुग्दै पूर्ण रूपले टुटिसकेको थिएँ र मलाई यस्तो महसुस भयो, मेरो सर्वस्व छुटिसक्यो, म रित्तिसकेँ, म धेरै टाढा आएछु। कि मैले मेरो सब थोक पछाडि छोडेर आएको थिएँ, त्यस्तो महसुस भइरहेको थियो। तर के गर्नु, जानु थियो, बाध्यता नै हो। अब म के गर्न सक्छु? जब उनले आफ्नो विवाह आफ्नै रोजाइमा अरू कोहीसँग गरेपछि? अब म के गर्न सक्छु जब उनले आफ्नो विवाह आफ्नै रोजाइमा अरू कोहीसँग गरेपछि? आजभोलि खुब याद आउँछ उनले गरेका ती वाचाहरू, ताजा हुन्छ, पोल्छ छाती। जब उनले गरेको कुरा सम्झन्छु कि म त भगवान्सँग तिमीसँग कहिल्यै नछुटिने वर मागेकी छु। अनि विदेश गएर मलाई बिर्सिँदैनौ नि कान्छा। र अर्को कुरा, म तिमीबाट छुटिनु परे मर्छु, म साँच्चीकै मर्छु, मेरो विश्वास गर। यी कुराहरूले बारम्बार सताइरहन्छ, तर के गर्नु, यो परदेशको जेल जस्तो जीवन अनि उनको यादले कहिले नछोड्ने भयो मलाई। कहिलेकाहीँ सोध्छु यो सब छोडेर म अरू कोहीसँगै विवाह गरेर घरजम गरौँ, फेरि सम्झन्छु उसलाई गरेको बाचा। म त मेरो जिन्दगीको अन्तिम सास रहन्जेलसम्म मात्र तिम्रो हुनेछु भनेको थिएँ। यो बाचाले मलाई रोकिरहन्छ। अनि एक्कासी आँखाबाट अविरल आँसुको बर्सात हुन थाल्छ। आफ्नै भाग्यलाई धिक्कार्छु, आफूलाई दोष दिन्छु अनि सोध्छु परदेशको जेल जस्तो जीवन अनि उनको मायाले कहिले नछोड्ने भयो मलाई। किन कहिल्यै छोड्दैन उनको यादले मलाई? किन मेरो हरेक दिनको बिहानी अनि हरेक रातको अन्तिम सिरानी बन्न पुग्छ उनको याद? किन यति धेरै याद आउँछ उनले गरेको प्रेम प्रश्नहरूको? मलाई सधैँ एकान्तमा हुँदा दिलले भन्छ तेरो ज्यान लिन्छु। मलाई सधैँ एकान्तमा हुँदा दिलले भन्छ तेरो ज्यान लिन्छु। अनि सोध्छु कुन दिन यो दिलको कुरा सुन्छु अनि आजाद हुन्छु सम्पूर्ण प्रेम प्रश्नहरूबाट? कुन दिन यो दिलको कुरा सुन्छु अनि आजाद हुन्छु यी सम्पूर्ण प्रेम प्रश्नहरूबाट? एक प्रश्न। थ्याङ्क यू।
ओके मेरो लागि टाइम पनि सके जस्तो लाग्यो है होइन अब एउटा लास्ट एउटा 4 लाइनको भन्छु ल टाइम मागे थोरै ल धेरै लियो भने फेरि धेरै आर्टिस्टहरू हुनुहुन्छ यो पनि त्यस्तै खालको प्रेमी टाइपको छ है म कहिलेकाहीँ लाग्छ माया गरेको मान्छेलाई भन्न सकिँदैन होइन अनि लेखिन्छ देखाउन सकिँदैन लेखेरै बुझाइन्छ होइन म तिमीलाई तिमीले सोचे भन्दा अधिक प्रेम गर्नेछु म तिमीले सोचे भन्दा अधिक प्रेम गर्नेछु तिम्रो जीवनका फिक्का पानाहरूमा मेरा रङ्गीन सपनाका शब्द कोर्नेछु म तिमीले सोचे भन्दा अधिक प्रेम गर्नेछु तिम्रो जीवनका फिक्का पानाहरूमा मेरा रङ्गीन सपनाका शब्द कोर्नेछु यदि कोही आई हाम्रो प्रेमको प्रमाण माग्छ भने प्रिय यदि कोही आई हाम्रो प्रेमको प्रमाण माग्छ भने प्रिय म आफूलाई धितो राखी दायाँ बायाँ गर्नेछु म आफूलाई धितो राखी दायाँ बायाँ गर्नेछु थ्याङ्क यू एभ्रिवान फर दिस सपोर्ट है थ्याङ्क यू सम्पूर्णलाई यो एकदम काइराज गलमको टिम